ल ठीक छ ल ओके छ त। भिडियोमा उफ्रिने मेरो साथी डिबी खत्री आर्यन। यो यात्रा हो सेफोक्सुन्डोसम्मको। हामी दुई साथी, हामीसँगै जोडिन आउँछन् अरू दुई दाजुभाइ। हामी हुन्छौँ चार साथी। सेफोक्सुन्डो ताल पहिलो पटक स्कुल पढ्ने बेला सुनेको नाम, जहाँ आज आफै जाने हुँदा मन खुसीले चङ्गा भएको थियो। नयाँ अनुभवको लागि यात्रा सुरु गर्दै गर्दा जोडिन आउँछन् यी बाटोहरू, खोलाहरू, यी पहाडहरू अनि झरनाहरू। डोल्पा जिल्ला भूगोलका हिसाबले दुर्गम मानिए तापनि प्राकृतिक रूपले भरिपूर्ण भएको नेपालकै एउटा सुन्दर गन्तव्य पनि हो। त्यही गन्तव्यलाई पछ्याउँदै हामी पनि लाग्छौँ त्यो पहाडको बीचमा रहेको सुन्दर सफा अनि नीलो आकाशको टुक्रा जस्तो विशाल ताल सेफोक्सुन्डो तालतर्फ। यो मन त मेरो नेपाली हो। भिडियोमा नेपालको कुनै पनि ठाउँबाट तालसम्म कसरी पुग्न सकिन्छ, कहाँ खाने र कहाँ बस्ने जस्ता सम्पूर्ण कुराहरूको बारेमा जानकारी दिनेछौँ। लोकल फापरको रोटी, लोकल आलुको तरकारी। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला, साथै च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। ल हाम्रो यहाँ सामान प्याक हुँदैछ। अब धनबहादुर एन्ड दानबहादुर खत्रीजी हुनुहुन्छ। हामी चाहिँ नेपालगञ्जबाट जाँदैछौँ। नेपालगञ्जबाट बसमा पनि जान सकिन्छ र सानो गाडीमा पनि जान सकिन्छ। बसमा जाने हो भने अघिल्लो दिन नै बस पार्कमा गई टिकट काट्नुपर्नेछ। सानो गाडीको लागि हो भने भिडियोमा सम्पूर्ण जानकारी दिने नै छु। के छ कहाँ छ मैले हामी कहाँ जाने हो भाइ? डोल्पा। तिमी खलासी हो गाडीको? ह्यान्डसम देखिँदो रहेछस् त। यहाँबाट यता गयो भने त सुर्खेत जान्छ है। हामी चाहिँ यता दायाँतर्फ जाने जाजरकोट। डोल्पा जानको लागि छिन्चुबाट जाजरकोट हुँदै जानुपर्ने हुन्छ, त्यसैले हामी पनि जाजरकोटतर्फ लाग्छौँ। हामी चाहिँ अब खाना खानलाई सुरेश होटल छेडा। बिहानको खाना छेडामा खाई यात्रा अगाडि बढ्छ। सुन्दर पहाडहरू र बीचबीचमा सानो सानो झरनाले यात्रा रमाइलो बनाएको थियो। जाजरकोटको सिमानामा हाम्रो ब्रेक भइरहेको छ होइन। हामी यस्तै राम्रा राम्रा दृश्यको अवलोकन गर्दै अगाडि बढ्दै थियौँ। बाटो भने जति अगाडि गयो त्यति खराब आउँदै थियो। आमा खस्लिन समाचार बाटो यस्तो छ। साँझ पर्दै गयो। आजको बास भने त्रिपुरामा हुने भयो। गुड मर्निङ एभ्रिवान। आज दोस्रो दिनको सुरुवात भएको छ। हामी अहिले त्रिपुरा सुन्दरी मन्दिर जाँदैछौँ। त्रिपुरा बजारबाट नजिकै पर्ने भएको हुनाले हजुरहरूले पनि दर्शन गर्न नछुटाउनुहोला। ऐतिहासिक श्री बाला त्रिपुरा सुन्दरी मन्दिरको स्थापना ईस्वी सम्मत 1114 भएको हो। मन्दिरलाई हेर्दा नेपालमा अरू मन्दिरहरूभन्दा फरक शैलीमा बनेको देखिन्छ। सत्ययुगमा महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर पृथ्वीको भ्रमण गर्ने क्रममा यस ठाउँमा सतीदेवीको ढाड पतन भएको भन्ने किम्वदन्ती पनि रहेको छ। मन्दिरको दर्शन गरिसकेपछि खाजामा फापरको रोटी र अचार खाएर हाम्रो यात्रा अगाडि बढ्दछ। सेफोक्सुन्डोको यात्रामा नयाँ कुरा हामीले यसरी हात उठायौँ भने आफै बाई बाई हुन्छ क्या। हात चाहिँ ल बाई हल्लिरहेको छ, यता गयो बाई बाई। यो गाडीमा हामी आएको नेपालगञ्जदेखि है लगभग 2 दिनको यात्रा हाम्रो सकिएको छ। अब चाहिँ हामी यता गाडीमा आउने र बाइकहरूमा आउने यही लोकेसनसम्म मात्रै हो। यहाँबाट चाहिँ हाम्रो अब 2 दिनको यात्रा हुन्छ।
हिँडेर जानुपर्छ त्यो कुरा तपाईहरु पनि आउन चाहनुहुन्छ भने यो भाइको नम्बर भन्न नम्बर भन्नु 9764115538 मा कल गरेर नेपालगञ्जबाट त्यो बोलेरो गाडीमा आउन सक्नुहुन्छ हामी चाहिँ पर पर्सन 5000 रुपैयाँ तिरेर आएको छौं तपाईहरुले मिलाउन सक्छ भने भाइले मिलाएर ल्याइदिनु एकदम मिलाए सुलीघाटबाट 2 दिनको यात्रामा हामी पुग्ने अनुमान गरेका छौं हेरौँ है त कस्तो हुन्छ बाइकहरु पनि आयो भने तपाईहरु त्यहाँ पार्क गर्न सक्नुहुन्छ यही खोलालाई पछ्याउँदै हाम्रो यात्रा अगाडि बढ्छ जसको उद्गम स्थल नै सेफोक्सुन्डो तानो हो टिकटको 4 जना छ 400 एक जनाको 100 रुपैयाँ हो कोही छ र हाम्रो विदेशी लागत थियो विदेशी नि छन् युएस पर्सन भने युएस पर्सन विदेशीलाई कति 3000 पर पर्सन प्याकिङ गर्ने काम सकियो अब हाम्रो यात्रा चाहिँ सुरु हुँदैछ ल लेट्स गो थ्यांक यू सही रोकिदिन्छ माली यातायातका साधनहरू टिकट लिएपछि हामीले झोला मिलाएर हामी कागेनी तर्फ लाग्यौं भन्छ यसलाई घाँस त घाँसै हो कि यसरी बाँधेर राखेकोलाई के भन्नुहुन्छ खरल हो कि के भन्छ हो सही हो 1.5 घण्टा लगभग 1.5 घण्टा खोलाको तिरैतिर भएकोले बाटो चाहिँ खासै गाह्रो छैन बाटोमा रमाइलो गर्दै हिँड्दा थकाइको महसुस हुँदैन उकालोमा हिँड्दा दुखेका खुट्टाहरू अलि केही सम्म भाग आयो भने हल्का भए जस्तो हुन्छ नेक्स्ट डेस्टिनेसन छेप्का 2.5 किलोमिटर 1 आवर अब हामी आजको नाइट चाहिँ छेप्कामा बस्छौँ 1 घण्टाको यात्रा हाम्रो लागि त 1 घण्टा 20 मिनट 15 मिनट होला बाटो यस्तो उकालो नै खोला हो कति सेतो हो पानी बसेर हामी खालसाले खाएर बोर भयो यो विशेष गरी यो भिडियो चाहिँ यो बाटोमा हिँड्ने साथीहरूको लागि है तपाईहरु आउनुहुन्छ खानुहुन्छ त फोहोर चाहिँ नगर्दिनुस् न है यो सबै हिँड्ने बाटो हो सबै आउँछ सबै बस्छ रेस्टुरेन्टमा बनाएको छ हेर्नु त कति फोहोर छ यो यसलाई सफा गरेर पनि हामीले आफैले हेर्दा पनि कस्तो नराम्रो लाग्यो कि त हामी चाहिँ सफा गर्दैछौँ तपाईहरु चाहिँ प्लिज नगर्नुहोस् है फोहोर हामीले क्लियर गराएको छौँ है अब यतिकै सधैँ यतिकै सफा होस् हामीले सफा गरेर यो झोलामा हालिदिएको छौँ कृपया सबैजनाले यसमा राख्नु होला हामी छेप्का आइसकेका छौँ त्यसपछि भोलि हाम्रो सेफोक्सुन्डो लेक हिँड्नेछौँ दिदी नमस्ते आजको हाम्रो बास होटल गेट गए कस्तो रह्यो त आजको यात्रा फर्स्ट है हजुरको कस्तो रह्यो हो गेटवे होटलको रुम हेर्दैछौँ हाम्रो साउजीले देखाउँदै हुनुहुन्छ तपाईँहरू पनि आएर होटलमा बस्न सक्नुहुन्छ 2टा बेड भएको है यसको चार्ज चाहिँ कति पर्छ 1000 ए हुन्छ अर्को पनि देखाइदिनुहोस् न ए यो चाहिँ 3टा बेड भएको यसको चार्ज कति पर्छ 1500 है राम्रो रहेछ टोयलेट पनि राम्रो ठुलो टोयलेट रहेछ तपाईँ ग्रुपिङमा बस्न चाहनुहुन्छ भने यसमा बस्दा हुन्छ त यसको कति पर्छ 1500 ल हामीलाई चाहिँ गरिदिनुहोस् है दिनभरिको थकाइ मेटाउन होटलमा सँगै बस्नेहरू रमाइलो पनि गर्दै हुनुहुन्छ
हाम्रो सेफोक्सुन्डोको यात्राको आज तेस्रो दिन। हामी चाहिँ यो भन्दा अघिल्लो दिन त्रिवेणीमा बास बसेको थियौँ। त्यहाँबाट चाहिँ आज हामी छेप्का भन्ने ठाउँमा बस्यौँ। 5-5.5 घन्टा लगभग 6 घन्टाको हिँडाइपछि हामी यहाँ आइपुगेको थियौँ। आज चाहिँ हामी यहाँबाट डाइरेक्ट सेफोक्सुन्डो 8 घन्टाको ट्रेल छ। 8 घन्टामा पुग्ने प्लान छ। अब हेरौँ, हामीलाई अलि साथीहरू नयाँ पनि हुनुहुन्छ, कतिको सहज हुन्छ बाँकी कुरा बाटोमा है। बाहिरको भ्यू देखाउँछु है यहाँ कस्तो छ है हामी बसेको होटल। वाउ, क्लियर छ त मौसम त। हाम्रो साथी पनि टुरिस्ट जस्तो देखिनुहुन्छ है, हाइट त सेम म्याच गरिरहेछ। हामी यता लाग्यौँ, उता होइन यता हो। ओके बाई। आज हामी जसरी पनि छेप्का पोस्ट। वाउ, ब्युटिफुल। बाटोमा भएका टी हाउसमै चिया खाने सोचले हामी सबेरै निस्कियौँ। ल, एउटा टी हाउस रहेछ यहाँ। अब एकछिन रेस्ट गरेर अनि यहाँबाट हिँड्नुपर्छ। थ्याङ्क यू। कफी 4वटा। साँच्ची नै यो ठाउँको सुन्दरता नै अलग छ, बयानै गर्न नसकिने। खोलामा कञ्चन पानी बग्दैछ, बाटो कहिले वारी त कहिले पारी, जसमा साथ दिन्छन् यी काठे पुलहरूले। यात्रा गर्ने पैदल यात्रीलाई मन भुलाउन पनि यी पुलहरूले सहयोग गरेका छन्, फोटो खिच्दै अगाडि बढ्न। बाटोमा ओखरका रुखहरू पनि रहेछन्। हामीले पनि त्यो ओखर टिप्यौँ, अब यसलाई फुटाएर हामी पनि खान्छौँ। तर यो ओखर चाहिँ हाडे ओखर हो, हाडे। टी हाउसमा रेस्ट गरिरहेको छौँ। अब हामी यहाँबाट अझै 6 घन्टा लाग्छ है। सेफोक्सुन्डो यात्राको रमाइलो नै यही के, फोक्सुन्डो खोलाको छेउमा है, खोलाको आवाज। लगातारको हिँडाइपछि एकछिन आराम गर्ने निदो गर्यौँ। एकछिन आराम गरेर आफूसँग भएको केही खानेकुराहरू खाएर खोलाको पानी पिएर त्यही खोलासँगै अगाडि बढ्यौँ। यता राँची भिलेज जान्छ, उता फोक्सुन्डो माथि जानुहोस्। राँचीमा अहिले हामीले चाहिँ चौचौको ब्रेक गरिरहेको छौँ। कस्तो छ? फोक्सुन्डो स्वास्थ्य चौकी रहेछ, एउटा स्वास्थ्य चौकी। यहाँको स्कुल कति क्लाससम्म पढाइ हुन्छ यहाँ? 10 सम्म है। अहिले बन्द छ। के को बन्द? विन्टर भ्याकेसन। 1 महिनै हुन्छ होला। 3 महिना है। भोक लागिसकेको थियो। हामीले झरना होटलमा पहिले नै खानाको लागि अर्डर गरिसकेका थियौँ। खानाको लागि अगाडि नै फोन गर्नुहोला, फोन नम्बर मैले दिएको छु। झरना होटलमा हाम्रो खाना कस्तो छ? ठिक छ?
कति राम्रा हुन् के कति राम्रा हुन्। अब भने उकालो सुरु हुँदै थियो। ल नाउर पनि देखियो है। यहाँको सुकुटी। अब भने दुईजना साथीहरू घोडामा जाने हुने भयो। घोडावाला भाइले घोडा पनि तयार पारे। ल हामीले चाहिँ सरहरूलाई चाहिँ घोडामा पठाउँदैछौँ। कस्तो लागिरहेको छ? घोडामा पठाउनु त्यसको फाइदा चाहिँ हामीले झोला पनि पठायौँ है। हामीले अब 1 घन्टा लगभग हिँड्नुपर्छ होला। खाली हो अहिले त सजिलो भएको छ। हामी तल त्यो बाटोबाट आएको। यो घुम्दै 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 यहाँबाट यस्तरी उहाँ गुरु आउनुभएको छ। अहिलेसम्म सजिलो नै थियो। 81 उकालो चढ्ने भएको हुनाले सबैलाई गाह्रो हुने ठाउँ यही नै होला। आवाज चाहिँ आयो है। पक्कै झर्नाको नजिकै आयो हामीले। वाउ नभन्दै झर्ना। वाउ पीसफुल के। यहाँबाट यात्रुहरूको लागि सजिलो होस् भनेर भर्याङ बनाइएको रहेछ। सक्यो। फाइनली झरना हेर्दै अगाडि बढ्दै आउँदा हामी रिङ्मो गाउँ अर्थात् सेफोक्सुन्डो गाउँ प्रवेशद्वार प्रवेश गर्छौँ। समुद्री सतहबाट करिब 3660 मिटरको उचाइमा रहेको यस गाउँ करिब 1000 वर्ष पुरानो प्राचीन गाउँ हो। लगभग 60 घरधुरी रहेको यस गाउँमा पहिले यहाँ कृषि पेसा नै मुख्यतया गरिन्थ्यो भने अहिले भने कृषि सँगसँगै पर्यटन व्यवसायलाई पनि अगाडि बढाएका छन्। तालको छेउमा रहेको यस गाउँमा लगभग धेरैजसो घरहरूमा होटल तथा होमस्टेहरू खोलिएका छन्। तिनै होमस्टेहरूमध्ये एक माउन्टेन कैलाश गेस्ट हाउसमा हामी पनि बस्ने भयौँ। गुड मर्निङ एभ्रिवान। हामी भ्यू पोइन्ट जाँदैछौँ। के छ बस ओके छ? हामी बसेको होटल चिया पिएर हामी चाहिँ भ्यू पोइन्टतिरको यात्रा सुरु गर्छौँ। भ्यू पोइन्टतिरको यात्रामा भ्यू पोइन्ट जाँदा जति बिहानै गयो त्यति राम्रो हुन्छ। हामीलाई भने अलिकति ढिला भएको थियो किनभने दिउँसो अलि बढी नै हावा चल्ने भएको हुनाले बिहानै जाँदा राम्रो हुन्छ। तालको किनारै किनार साँघुरो बाटो भए पनि असजिलो भने छैन। यही बाटो हुँदै उपल्लो डोल्पासम्म खचडमा सामान ढुवानी पनि गर्ने गरिन्छ। बिहानीको सूर्यको किरण परेसँगै तालको रङ पनि बदलिँदै थियो। हामी हिँड्न अलि ढिला गरेको कारणले हावा चल्न सुरु गरिसकेको छ। त्यहाँबाट आएको भ्यू पोइन्ट 1 पुग्ने नै बेला अलि अप्ठ्यारो बाटो, ठाडो बाटो, गाह्रो भए तापनि भ्यू पोइन्टमा पुगेर तालको दृश्य हेर्न पाउँदा त्यो पीडा सबै नै बिर्सिएर जान्छ। भ्यू पोइन्टबाट देखिने हिमश्रृङ्खला, छड्के परेको रुख, बनाइएको प्रतीक्षालय र हावासँगै बज्ने घन्टीको आवाजले छुट्टै आनन्द दिन्छ। भ्यू पोइन्टबाट तल एउटा ढुङ्गा रहेको छ। त्यहाँबाट फोटो भिडियो खिच्दा तालको सफा आकृति देखिन्छ। सिधा झर्नुपर्ने भएकोले अलि सतर्क भएर झर्नुहोला। धेरैजना यहीँबाट नै फर्कने गर्नुहुन्छ। हाम्रो मनलाई यतिले मानेन। यहाँभन्दा माथि भ्यू पोइन्ट 2 अनि 3 मा जाने सोच गर्यौँ। अप्पर डोल्पा हजुर अप्पर डोल्पा कति लाग्छ यहाँबाट? त्यहाँबाट त हामी त 1500 दिनको हो। अहिले चाहिँ
भ्यू पोइन्ट 2 मा पुग्न लाग्यौँ हामी अब। भ्यू पोइन्ट 2 मा पनि एउटा सानो भ्यू टावर बन्दै रहेछ। त्यस विषयमा एकजना स्थानीयसँग कुरा गर्यौँ। अहिले बाटो बनाउँदै हिँड्नु भएको। यहाँ के गराउँछ बाँकी? यहाँ चाहिँ एउटा सानो यो प्रतीक्षालय जस्तो बाटो बनाउँदै पुल बनाउँदै आयो। ए यहाँबाट से गुम्बा चाहिँ कति टाढा रहेछ? यहाँबाट से गुम्बा एक दिनको बाटो है। हावाको गति बढ्दै थियो भने हामी भ्यू पोइन्ट 3 तर्फ लम्कदै थियौँ। जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना, जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना। फाइनल्ली वाइसेप भएको ठाउँमा आइयो। यही हो वाइसेप। यो मन त मेरो नेपाली हो। एकछिन त्यहीँ बसी तालतिर निहालिरह्यौँ। लाग्थ्यो कुनै छुट्टै संसारमा आए जस्तो। उतै पारी देखिएको डाँडा हो भ्यू पोइन्ट 3। हावाको गति धेरै नै भएको कारणले भ्यू पोइन्ट 3 सम्म जान सकेनौँ र त्यहीँबाट फर्किने निधो गर्यौँ। साँच्चीकै कति सुन्दर तिमी सेफोक सुन्डो। तिमीलाई हेरिरखौँ लाग्ने, तिमीसँगै केही कुरा गरिरखौँ जस्तो लाग्ने। बिहानीको किरणसँगै तिमीले रङहरू छरिदिँदा, तिम्रो कञ्चन तामाई पहाडहरूले आफ्नो अनुहारहरू हेरिदिँदा, तिम्रो मौनतामा डुब्ने चाहना भो मलाई, तिमीसँगै मन भुलाउने बहाना भो मलाई। हावाले पनि तिमीलाई थाहै नदी छोएर जान्छ, आफैसँगै तिमीलाई छाल बनाइ लान्छ। त्यही छालसँगै तिमी छेउको ढुङ्गामा ठोक्किन पुग्छौ अनि मिठो कलकल आवाजसँगै आफैमै लुक्छौ। म कति भाग्यमानी रहेछु तिमीसँगै छेउमा बसेर आफ्नो जीवनको बारेमा सोच्न पाउनु। धन्यवाद छ तिमीलाई सेफोक सुन्डो। साँझपख तालको छेउमा रहेको पुरानो गुम्बा पनि दर्शन गर्न गयौँ। तालको पानी खोला बोकेर यसरी जान्छ। तल धर्ना भएको यही खोला हो। वर्षौँ पुरानो इतिहास बोकेको पुरानो गुम्बा, जहाँबाट कान्जिरवा हिमालको हिमश्रृङ्खला पनि देख्न सकिन्छ। हामी जाँदा अलि ढिलो भएको कारणले गुम्बा बन्द भएको थियो। तपाईँहरू जाँदा अलि टाइममा जानुहोला। शान्त वातावरणमा एकछिन घुमेर फर्किनुहोला। ल भाग्यले आज च्याङ्ग्राको मासु पनि खान पाइने भइयो है। यस्तो नयाँ नयाँ कुरा अब हामी तराईको मान्छेले कहाँ खान पाउनु। च्याङ्ग्राको मासु पाइप कसरी बोकेछन् है। डे 4 मा हामी फर्किन्छौँ। आएर कागे निमावास बस्छौँ। लोकल फापरको रोटी, लोकल आलुको तरकारी। डे 6 मा हामी कागेनीबाट दुनै आई घर फर्किन्छौँ। यदि तपाईँ काठमाडौँ या पोखराबाट हो भने यो नम्बरमा कन्ट्याक्ट गर्नुहोला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरू पनि एकपटक सकेसम्म सेफोक सुन्डो घुम्न अवश्य आउनुहोला। धन्यवाद। यात्रा सकिएको 5-6 दिनको यात्रा, यताउता पीडा भए तापनि रमाइलो भयो। यही कुरा सिक्न पाइयो।